नमस्कार साथीहरू, आजको यस भिडियो अन्तर्गत गएर मैले हजुरलाई सिकाउन जाँदैछु कि हामीले कसरी थम्बनेल र जुन मैले यो पछाडिको भिडियोको ब्याकग्राउन्डमा युज गरिरहेको ब्याकग्राउन्ड छ यसलाई हामीले कहाँनिर डाउनलोड गर्न सक्छौँ त। यसै भिडियोमा आज छलफल गर्नेछु। सबैभन्दा अगाडि यो पिक्सटेन्स भन्ने एपलाई चाहिँ ओपन गर्नु होला। मैले चाहिँ यहाँ एउटा नाम पनि दिएको छु। त्यो नाम चाहिँ हजुरले गुगल प्ले स्टोरमा सर्च हानेपछि पाउनुहुन्छ र यहाँ चाहिँ सर्च बारमा आएर हजुरले यहाँ थम्बनेल ब्याकग्राउन्ड भनेर सर्च हान्नु होला। जस्तै मैले थम्बनेल ब्याकग्राउन्ड भनेर हाने। यहाँ थम्बनेल ब्याकग्राउन्ड हानिसकेपछि धेरै प्रकारका यहाँ ब्याकग्राउन्डहरू आइसकेको छ। डाउनलोड गर्नको लागि चाहिँ मैले सिम्पली एउटा चाहिँ यहाँ सिलेक्ट गरेर देखाएँ। यो वाला चाहिँ मैले यहाँ देख्न सक्नुहुन्छ। डाउनलोड गर्नको लागि यो 3 वाला अप्सनमा क्लिक गर्नुहोस् र डाउनलोड इमेजमा क्लिक गर्नुहोस्। डाउनलोड हुन्छ र हजुरले ग्यालेरीमा गएर पनि हेर्न सक्नुहुन्छ। एकदमै बेस्ट क्वालिटीको पाइन्छ। यहाँ चाहिँ एकदमै बेस्ट क्वालिटीको चाहिँ हजुरले डाउनलोड गर्न सक्नुहुन्छ। म यहाँ देख्न सक्नुहुन्छ क्वालिटी चाहिँ एकदमै बेस्ट रहेको छ। यो एपबाट चाहिँ हजुरले डाउनलोड गर्ने कुनै पनि म अर्को पनि यहाँ चाहिँ डाउनलोड गरेर देखाउँछु। जस्तै म भर्सेसवाला पिएनजी पनि देख्न सक्नुहुन्छ। यहाँ पिएनजीहरू पनि डाउनलोड गर्न सक्नुहुन्छ। मैले चाहिँ भर्सेस पिएनजी हान्छु। भर्सेस पिएनजीमा पनि राम्रो क्वालिटी खालको हजुरले यहाँ एउटा ब्याकग्राउन्डहरू देख्न सक्नुहुन्छ। राम्रो एकदमै बेस्ट क्वालिटीको यहाँ चाहिँ पिएनजीहरू रहेको छ। म एउटालाई डाउनलोड गरेर देखाउन चाहन्छु। डाउनलोड गर्नको लागि चाहिँ यो मैले एउटालाई सिलेक्ट गरेँ। यहाँ चाहिँ मैले सिलेक्ट गरिसकेपछि 3 डटमा क्लिक गर्नु होला। 3 डटमा क्लिक गरिसकेपछि डाउनलोड इमेजमा क्लिक गर्नु होला। हजुरको चाहिँ यहाँ कुनै पनि फोटो भिडियोहरू सबै डाउनलोड हुन्छ। भिडियोको लागि कपी लिङ्क गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो इमेज पनि रेडी भइसकेको छ। हजुरले हाम्रो भिडियो कस्तो लाग्यो, भिडियोलाई मन पऱ्यो भने भिडियोलाई लाइक र युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्नु होला। जय नेपाल। हामी अर्को भिडियोमा भेट्नेछौँ।